हेलो जय मसी अनि हामी चाहिँ भर्खरै सुसमाचारको काममा लागि आएथ्यौँ। अब लगभग सक्यो आजलाई। यहाँ हामी घर फर्किँदैछौँ। अब त गुरुजी परियो। यहाँ चाहिँ बाटो नभएर अरू गाडीहरू चाहिँ नआउँदो रहेछ। त्यही भएर मेरो गाडीमै 2-3 चोटि टिपार्नु पर्ने अवस्था भयो। गर्मी छ काठमाडौँमा। भोलिबाट झन् कस्तो रटिने हो। रक्तनी घाम चल्यो। ठाउँ चाहिँ राम्रो छ मलाई चाहिँ। सो अहिले चाहिँ 80 भनेर फेरि अर्को टिप लिन जाँदैछ। बाटो चाहिँ यस्तो बला छ। अनि यस्तो गर्मीमा ज्याकेट किन लाग्नु होला भनेर सोचिरहनु भएको छ है। यति नलागेर अनि बल्ल सेतो बनाएको छाडा कालो हुन्छ ल। दामी छ कहाँ हो यो। यस्तै बाटो मनपर्छ। गाडी पनि त्यस्तै कुदाउनु पायो। मलाई डोजर चाहिँ लास्टै मनपर्छ क्या। एकचोटि लाइफमा कुदाउनु चाहिँ मन लाग्यो क्या यत्तिकै। हेर्नु बाटो कस्तो छ। के भन्ने बाटो भन्ने कि खेत भन्ने बारी भनौँ। ल फ्रेन्ड्स हेर्नु त यस्तो दामी छ। यस्तो बाटो कुदाउनु पनि मजा आउँछ। गाडीको नामै बिच्छु। ए बिस्तारै नै छ है। डेली मम्मीले हेर्दै हुनुहुन्छ भने गाडी बिस्तारै छ। क्यामेरामा चाहिँ त्यस्तो देखिएको हो। पछाडि त हेर्नै नसक्ने भएछ। यस्तो छ यो यता यो ललितपुर खै कता हो यो। भैँसीपाटीबाट एकदम माथिको एरिया हो। सेकेन्ड ट्रिप पनि भयो। अब फाइनल ट्रिप छ। यहाँ काम गर्ने दाइहरूले चाहिँ कति यताउति गरे होला होला। सब राइडर केटा राम्रो हेरौँ त त्यहाँ। धुलोको त खानी नै छ। धुलो खानी हाम्रो फेभरेट गाडीले काम गर्दै। मेरो फेभरेट गाडीले इन्टरिङ द धुलो जोन। मजा छ। यदि म पनि लाग्छ ए आइ त सक्नु भएछ। हेलो एभ्रिवान, मैले चाहिँ खासै भ्लग गर्न पाइनँ। तर यहाँ लास्टै गर्मी छ। अनि टोइलेट आएको गाउँघरमा यस्तै टोइलेट पनि यस्तो छ। केही छैन। प्रभुलाई धन्यवाद होस्। अनि सबै कुरा राम्रो भइरहेको छ। अब म तपाईँलाई अहिले देखाउँछु नि त है। केटाको चुक्कुल पनि झऱ्यो। ल भ्यू यस्तो छ। टोइलेट चाहिँ बडा केही छैन। I hope you would feel the need to bring him into your life. If we believe in our hearts and confess with our mouths, He will be our Lord. हाम्रो मानबहादुर अङ्कल यहाँ हुनुहुन्छ। अङ्कल चाहिँ मसी के भन्न चाहनुहुन्छ तपाईँ? के भन्न चाहनुहुन्छ भिडियोमा? अब परमेश्वरको महान सुसमाचार सुनाउने काम भयो। परमेश्वरको महिमा भएको छ। तपाईँले सुनिहाल्नुभयो। अब चाहिँ हामी अर्को ठाउँमा जाँदैछौँ। हामीले कति 8 बजीमा भ्यायौँ। यस्तै छ हो। मेरो प्यारो हिन्डा भाइहरूलाई मैले सम्झिरहेको छु। यस्तो छ भ्यू चाहिँ। अब भिडियो खिच्न अब कस्तो रमाइलो हुन्थ्यो है। यस्तै छ रमाइलो छ। घाम चाहिँ टट्टिनी गरी पऱ्यो।
बल्ल बल्ल सेतो भएको नि कालो भइन्छ जस्तो यस्तै छ। सुदीप भाइ लास्टै गर्मी छ। यी छारीमा बस्दा पनि यस्तो छ। हात टल्केर गर्मी छ, गाह्रो छ, गाह्रो छ। ल म चाहिँ यहाँ यस्तो सामानहरू मिलाएको फेरि जान्छु त्यहीँ है त। तिनजना ग्रुप आयो सुजित दाई गाडीमा। अब बिचुलाई लिएर जानु पऱ्यो तल। गर्मी छ, लास्टै गर्मी छ। के हो कत्रो घाम लागेको अहिले के। अब फेरि सबैजना हुनु भएको ठाउँमा जाँदैछु। यस्तै छ। But one day we decided that we were going to sin, and this is like lying and stealing. टाउको झडझड भइरहेको छ। एकछिन आँखा बन्द गरेर छपक्क भएछ। यस्तै छ। अब फर्केको, अब होटल जाने, त्यहाँ बस्ने। एसी चलेपछि बल्ल सास आयो। अब होटलतिर सबैजना जान लागेको। अब होटल जाने अनि त्यसपछि झन् आनन्द हुन्छ। ल यस्तो छ भ्यू चाहिँ। यस्तो जान्छ। यताबाट जानुपर्ने मान्छे त्यहाँ छ उनको घर। त्यहाँबाट निस्केर फेरि उता गएर अनि फेरि यता आएको। त्यहाँबाट डाइरेक्ट छिर्नै दिँदैन। ठुल्ठुलो गाडी कुदाहरूले यस्तो लुक्स दिइहाल्नुहुन्छ। अब बेल्न पनि मिलेन हामीले। ल यस्तै छ। तपाईँ राजा येशू महिमाको योग्य, तपाईँ महान प्रभु प्रशंसाको योग्य, तपाईँ राजा येशू।